यो कथा एउटा सामान्य कथा हो। यस कथाका पात्रहरू पनि सबै सामान्य नै छन्। सामान्य पात्रहरू जस्तै शीला र रमेश। कथा सुरु हुन्छ 40 को दशकबाट। 2040 को दशक नेपाल र नेपालीको लागि विशेष थियो। स्वतन्त्रताको दोस्रो सास फेरेको थियो नेपालले। शीला र रमेश ती युवाहरू हुन् जसले स्वतन्त्रताको त्यस सासलाई भित्री हृदयबाटै फेरे। उनीहरू सँगै घरबाट काठमाडौँ भागेर आएका थिए। पढ्छौँ, बाँच्छौँ र एउटा परिवार सँगै बनाउँछौँ भन्ने सपना बोके। बीचमा रमेश पढाइ सकाउन बम्बई गएको थियो। शीला काठमाडौँमै थिए। आफ्नो अस्तित्व खोज्ने क्रममा शीलाले त्यो बेलाको स्वतन्त्र काठमाडौँको नयाँ हावा र नयाँ पानीको स्वाद लिँदै थिइन्। तर सबै स्वादहरू मिठो पनि थिएन। रमेश बम्बईबाट फर्कियो। वैवाहिक जीवनको जिम्मेवारी काँधा बोक्नु अघि एक अन्तिमचोटि रमेश र शीला त्यो स्वाद सँगै लिँदै थिए। उनीहरूको विवाह सानो मन्दिरमा सामान्य तवरमा भएको थियो। शीला साह्रै खुसी थिइन्। शीलाको अस्तित्व अब आमाको रूपमा चिनिनेछ। उसले आफ्नै परिवार हुर्काउने छिन्। महिनावारी रोकिएको 1 महिनापछि शीला डाक्टरले भेट्न जान्छन्। तर डाक्टरले रमेश र शीलालाई साह्रै नमिठो खबर सुनाउँछन्। खासमा बम्बई पढ्न जाँदाखेरि एउटी केटी थिए। नेपाली नै हो भन्थे, माइलियो नाम भन्थे, घर दोलखा भन्थे। राम्रै थिए, चिटिक्क परेकी, जिउडाल मिलेकी थिए। अब सुरुमा बिरानो देश, मान्छे बिराना, भाषा पनि आफूलाई त्यति नआउने, राम्रोसँग बोल्न पनि नजान्ने, नबुझ्ने पनि। त्यो ठाउँमा नेपाली भेट्दाखेरि अब आफूलाई मनमा लागेका कुराहरू भन्ने, हाँसी मजाक गर्दा गर्दै नजिक भइयो। अब सुरुमा त त्यही ख्यालटट्टा गरिन्थ्यो, हाँसी मजाक गरिन्थ्यो, खासै त्यस्तो केही हुँदैन थियो। अब पछि नजिकिँदै जाँदाखेरि माया पनि बढ्दै गयो। अब बामा पनि छैनन् भन्थे, बिचरी थिए, झन् माया लाग्न थाल्यो। त्यही एउटी कमला बाई भन्नेको कोठी थियो। त्यहीँ बस्ती थियो। 50 रुपियाँ दिन्थे बिचरीलाई। अनि मनका कुराहरू पनि सबै खोल्थे। मनको तलबल पनि बिसाउँथे। तर तिम्रो माया नलाग्ने, तिम्रो बारेमा सोच्दै नसोचेको चाहिँ होइन कि। अब तिम्रो माया पनि लाग्थ्यो त्यो बिरानो ठाउँमा, तिमी आउन पनि नसक्ने। अनि जति तिम्रो सम्झना आयो, तिम्रो अनुहारै त्यसको अनुहारमा झल्झली देख्न थालेँ मैले। अनि झन् माया लाग्दै गयो त्यसको। तर मैले कहिले पनि सोचिनँ अब यस्तो हुन्छ होला, यो समस्या हामीलाई पर्छ होला, यस्तो होला भनेर त मैले कहिले पनि सोचिनँ। सोच्दै नसोचेको भयो। अब खै के भन्ने। अब त्यसबाट सर्यो कि तिमीबाट सर्यो, खै त्यस्तो थाहै भएन कि। अब
त्यो बेला एचआईभी एउटा अनौठो डर थियो, तर मानिसले डरलाई उछिनेर नै जीवन फेला पारेका छन्। एचआईभीको डरलाई उछिन्न नियमित औषधि सेवन गर्नुपर्छ भन्ने कुरा शीलालाई राम्रैसँग थाहा थियो र यही विश्वासका साथ शीलाले आफ्नो गर्भमा रहेको बच्चालाई एउटा सामान्य जीवन दिने ठुलो प्रण गरिन्। त्यो ड्रइङ राख त, ल औषधि खा। हेर नि रिस्पोन तल आयो। ल यो औषधि पुरा फिनिस गर। मामु म यो औषधि सधैँ किन खानु परिरहेको? तिमी औषधि खाएपछि बलियो हुन्छ नि त। मलाई त मिठै लागेन। औषधि नि मिठो हुन्छ त? कुनै कुनै त मिठो भइहाल्छ नि। ए जा पेन्सिल खोल। खाना बनाउँछु त्यसपछि भने खाना खाने है। खाना रेडी सकिनु लाग्यो। ए मामु के अरे त्यो दराजमा ड्याडीको फोटो हो? हो किन? ड्याडी त क्या ह्यान्डसम। अहिले कता गइसक्छ नि ड्याडी? हामीलाई छोडेर गइसक्यो। किन? आफ्नो जिम्मेवारी पुरा गर्न नसकेर। अब जिम्मेवारी पनि पुरा गर्न गाह्रो हुन्छ त? खै मलाई त गाह्रो भएको छैन। उसलाई गाह्रो भएर त होला नि हामीलाई छोडेर गएको। म गर्न सक्छु त। त्यो त आफू आफूमा भर पर्छ। तिमीले चाह्यो भने मजाले सक्छौ। म त ड्याडी जस्तो बन्दिनँ। जिम्मेवारी गर्न नसकेर घर छोडेर जाने। म त हजुर जस्तै भन्छु है। ल त्यो ड्रइङ सक्यो? फर्किआऊ अनजान मुस्कानले फेरि मलाई सताउन, त्यो बोल्ने आँखाहरू छुपाउँदै लैजाऊ कतै मलाई नधेरीसँगै। बिहानीको किरणमा फेरि यसलाई झन् यो रुममा बसेर आइरहन नगर भनेको त हेर्नु। यस्तो कुरामा डेली किचिस नर्सेन के हुन्छ यहाँ गरेर? त्यहाँ तार पनि हेर त कस्तो भइरहेछ। अनि के भएको छ त? ठिक छ त, लागिरहेछ त, नआइरहेछ त लाइन। राखेँ त्यसको। नचलाइसक्यो नचलाइसक्यो, मलाई लेट भइसक्यो। झन् रिस उठाउने काम मात्रै गर्छ जहिले। त्यो कार्ड कसलाई? त्यो सृष्टिको लागि। एकछिन आइरहन बन्द गर्छ। किन? मैले नै बन्द गरिदिएँ आइरहन। मलाई लेट भइरहेछ भन्दै छन्। के तसँग केही कुराहरू गर्नुपर्ने छ। के कार्डको बारेमा हो? होइन अरू नै कुनै विषयमा। के भन्छन् त? मैले तँलाई पहिले नै भन्नुपर्ने थियो कि, तर भन्छु भन्दा भन्दै निकै अबेला जस्तो लाग्यो। के चाँडो भन्छ न, मलाई चाहिँ बाहिर जानु अबेला भइसक्यो। मैले सानैदेखि तँलाई नै तेरो विचारहरू गरेँ। मैले नि तँलाई पालेको नि है। हो। तँलाई मैले औषधिहरू पनि खुवाउँथेँ। भन्छु तर भन्न खोज्छु तर हिम्मतै जुटाउन सकिरहेको छैन।
के भन्नुपर्ने हो मलाई भन्न नि के हिम्मत चाहिन्छ र हल्दा के हो भन्छ न हेर तँलाई मैले अहिलेसम्म तेरो बाउले किन छोडेर गयो भन्ने कारण त भनेको छैन नि है अब पनि भनिन भने के अबेला हुनेछ चाँडो भन्छ न मलाई लेट भइसक्यो अघिदेखि कति भन्नु तँलाई एचआइभी छ एचआइभी मलाई मेरो घरबाट नै तँलाई सरेको थियो र मलाई तेरो बाउले सारेको थियो हुन त मैले मसँग त्यति बेला विकल्प थियो मैले तँलाई नजमाउन पनि सक्थेँ तर मैले त्यसो गर्न सकिनँ अनि तँलाई यो संसारमा ल्याइ छाड्ने प्रण गरेँ र तैँले फेरि अरू कसैलाई सार्छस् कि भन्ने मेरो एकदम ठुलो डर हो तैँले सृष्टि मात्र होइन कि अरू कुनै पनि केटीसँग माया प्रेम के गर्न मिल्दैन यो कुरा हजुरले मलाई आज आएर भन्ने यस्तो कुरा पहिला भन्न सक्छौँ न बाबु सुन न म अब एकछिन पनि बस्नु छैन मलाई म गएँ बाबु मेरो कुरा त सुन मानिदेऊ मेरा हात सधैँ छोड्छु म कहिल्यै सुस्केरी हाल्दै मेरा अरूलाई तिमी सुझाउ अनजान मुस्कान सबिन र सृष्टि पनि यो कथाको सामान्य पात्रहरू नै हुन् उनीहरू 60का दशकका ती युवाहरू हुन् जसले समस्यालाई गुगल गरेर भए पनि समाधान निकाली छाड्छन् सबिनले आमाको कुरा मान्छ उसको आमाले उसलाई सृष्टिसँग माया गर्न मिल्दैन भन्नुभएको थियो तर सँगै खाजा खान र सँगै हिँड्न मिल्दैन भन्नुभएको थिएन सृष्टि र सबिन पढाइ सकेर एउटै अफिसमा काम गर्न थाल्छन् एचआइभीको जनचेतना फैलाउने काम र सधैँ जस्तो यिनीहरू सँगै नै हुन्छन् सबिन के गर तिमी एचआइभी एड्सको यो आर्टिकल आएको छ कि हेर्दैछु फोटो हेरिरहेको कि रबिना दिदीको बिहाको फोटोहरू हाल्नु भएको रहेछ कस्तो रमाइलो फोटोहरू छ भने कस्तो रमाइलो भएको थियो बिहा पनि दिदीको मलाई रमाइलो भएको थियो सुन न तिमीलाई थाहा थियो उहाँहरूको त पछिदेखिको अफेयर रहेछ नि भन्छ दिदीले कस्तो रमाइलो हुन्छ होला है पछिदेखिको अफेयर यति ठुलो भएपछि बिहा हामीले बच्चा बेलामा पढ्थ्यो नि परिहरूको कथा त्यस्तै क्या आफूलाई मन परेको मान्छेसँग बिहा गर्नु पाउनु अनि लाइफ बिताउनु पाउनु कस्तो रमाइलो हुन्छ होला है त्यही त भाग्यमानले मात्रै पाउँछ नि त्यस्तो एउटा कुरा थियो सुन न तिमीले अस्ति हो क्या अरे रेहा दिदीको त्यो भुन्टे छोरा छ नि त्यो दिनभरि खेलिरहेको थियो क्या खुब मनपर्छ है बच्चाहरू त कसलाई मन पर्दैन अस्ति मोटे छन् कस्तो मजा आउँछ मेरो पनि 5-6 वर्षमा त 2टा सानो बच्चाहरू हुन्छ होला है म पनि तिनीहरूलाई क्या क्युट ड्रेसहरू लगाइदिन्छु त्यो भुन्टेले जस्तै त्यत्रो प्लान छ तिम्रो मेरो त प्लान छ हेर सुन न मन सुन्छन् तिम्रो 2टा बच्चा होइन अनि धेरै माया गर्ने बुढा अनि सानो घर ठुलो घर त म सफा गर्नु पनि सक्दिनँ नि त अनि अफिस गयो म्याक्सिमम टाइम फ्यामिलीलाई दिन सक्ने क्या नट सो बिजी लाइफ तिमीले त्यस्तो के सोचेको छैनौ मेरो त छैन अनि आज एक्कासी कसरी नि बच्चा बुढा फ्यामिली खास भन्यो नि हिजो मेरो बुवा आमा कुरा गरिराखेको सुने कि मैले छोरी ठुली भई बिहा गर्ने बेला भयो भन्दै हुन त खास हाम्रो बिहा गर्ने बेला पनि त भएको नि हैन र अनि के बुवा आमाले केटा पनि खोजिसक्यो मम ड्याडको त मलाई थाहा छैन उहाँहरूको के छ म चाहिँ खोजिसकेर म त रेडी छु को छ र त्यस्तो अभियसली तिमी नि सृष्टि यो कुरा भन्न सजिलो भएको भए होइन तिमीलाई पहिले नै भन्थ्यो होला आखिर के नै लुकाएको छ र मैले तिमीसँग होइन सबै त भन्छु नि तर अब तिमीले जुन
अघि कुरा गरे नि प्लान फ्युचर घर परिवार बच्चा बच्ची त्यो मैले चाहेर पनि तिमीलाई दिन सक्दिनँ यार तिम्रो त्यो बच्चा बच्ची त अब परको कुरा हो भन न म त भोलि पनि म तिम्रो साथमा हुन्छु भनेर म तिमीलाई त्यो समेत भन्ने मेरो त्यति हिम्मत पनि छैन क्या मसँग के भन्नु त्यस्तो त्यो अब के भएको छ र तिमीलाई त्यस्तो कुरा नगर न त्यो मेरो बुबा मामुलाई एचआइभी इन्फेक्सन थियो त्यसले गर्दा म पनि जन्मिँदै एचआइभी सँगै तर आज म यत्रो ठुलो हुनु यतिसम्म बाँच्नु पनि मेरो लागि ठुलो त्यो दिनपछि सृष्टि अफिसमा देखै पर्दिन अनि केही दिनमै सृष्टिको बिहेको कार्ड अफिसमा आइपुग्छ सबिन अब सृष्टिको सम्झनामा मात्रै बाँच्ने बानी बसाउन थाल्छ मलाई बोलाऊ फर्किहेर्नेछु म त्यो भिडबाट नै मलाई हँसाउन बिर्सनेछु म सारा दुःख एक छेडमै सपनी सहरी बिपनीमा तिमी सुमाऊ सबिन 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 ल्याउ न कहाँबाट आयो तिमी के गरेर भन न मलाई यस्तो लुगामा बस न तिमीलाई आज तिम्रो बिहा होइन थियो बस अनि साथीमा यहाँ के गरेर छ तिमीलाई कुरा भन्छु तिमी कति सोधिदियो पहिला पानी लिएर देऊ न मलाई छिटो अब तिमी यहाँ तिमीलाई इम्पोर्टेन्ट कुरा के भन्छ अस्ति हामी छुट्यौँ होइन अनि मैले धेरै सर्च हाने र मैले यो फिल अप हालेँ कि अघि भर्खरै फिल अप हालेँ मैले स्पर्म वाशिङ रे के यस्तो यो भनेको चाहिँ वीर्यबाट एचआइभीको जीवाणुलाई हटाउने एउटा मेथड हो कि अनि यसबाट आमालाई पनि एचआइभी सर्दैन र बच्चामा पनि एचआइभी सर्दैन होइन यस्तो हुन्छ नि आमा बुवा दुवैजना सङ्क्रमित छ भने चाहिँ सङ्क्रमित नभएको छोरा चाहिँ जन्मन मिल्छ छोराछोरीहरू होइन तर यो चाहिँ यो चाहिँ एचआइभी इन्फेक्टेड तिमी छौ नि र म एचआइभी इन्फेक्टेड छैन नि यस्तो कपलहरूको लागि रहेछ कि र तिम्रो मेरो प्रब्लम के हो भन न बिहा गर्नु मिल्दैन बच्चा पाउनु मिल्दैन हो त्यसको सोल्युसन हो हाम्रो फ्यामिली हुन सक्दैन हाम्रो बिहा हुन सक्दैन भनेर तिमीलाई जुन चाहिँ थियो नि हाम्रो प्रब्लम त्यसको यो सोल्युसन हो कहिले सुनेको थिएन त नेपालमा छ र यो नेपालमा आइसकेको छैन तर बाहिरतिर धेरै जस्तो डेभलप नेसनहरूमा चाहिँ आइसकेको छ यो सायद नेपालमा पनि चाँडै नै आउँछ होला सेफ छ त यो हेर नि अहिलेसम्म जतिवटा बच्चाहरू जन्मेको छ नि यो मेथडबाट 100% बच्चाहरू एचआइभी नेगेटिभ भएर जन्मेको छ यदि यो साँच्चै हो भने त हाम्रो प्रब्लमको सल्युसनै हो नि है यो त एकदमै सोल्युसन हो यो हाम्रो त्यसो भए त अरू कुनै कारण वस्तु सर्दैन है एचआइभी त्यो एउटा पनि सेफ छ भने त अब त तिमी मलाई बिहा गर्छौ नि है यो साँच्चै हो यो ख्यालको भयो म तिमीलाई आएर देखाउँथेँ ठिक छ नि फर्किआऊ त्यो अनजान मुस्कानले फेरि मलाई सताउन त्यो बोल्ने आँखाहरू छुपाउँदै लैजाऊ कतै मलाई अँधेरीसँगै बिहान
फेरि